इदानीं शृणु मद्वार्ताम् इदानीं शृण्वद्वार्ताम् सच्चित्तस्त्वं तपोधन सच्चित्तस्त्वं तपोधन वार्ता मे विवृताभ्यस्ति यसमा अलिकति पाठ अलग अलग रहेछ। कतैतिर वितताप्यस्ति छ हैन। अब हजुरहरुको भागवतमा के छ हैन, यो अलग अलग मैले यहाँ वितता नै लेखिदिएँ। विवृता पनि एउटै अर्थ हुन चाहिँ वितता नि छ, वितता नै छ है। वितताप्यस्ति। अनि यो वार्ता शब्द पनि वार्ता भएछ यहाँ टाइपमा, वार्ता मात्रै हो। हजुर वार्ता। वार्ता मे वितताप्यस्ति वितताप्यस्ति तां श्रुत्वा सुखमावह। यसको सन्धि विच्छेद यहाँ तल लेखेको छँदैछ। इदानीं शृण्वद्वार्तां सच्चित्तः मद्वार्तां सच्चित्तः त्वं तपोधन वार्ता मे विवृता लेखेर चाहिँ यहाँ पनि यसलाई वितता के आउँछ भने वितता अपि अस्ति तां श्रुत्वा सुखम आवह। हे तपोधन, यो सम्बोधन भयो नारदजीलाई भन्दै हुनुहुन्छ। हे तपोधन, हे तपस्वी नारदजी, इदानीं त्वं सच्चित्तः, इदानीं माने अहिलेको समयमा, त्वं सच्चित्तः मन लगाएर मेरो कुरा, मद्वार्ता मेरो कुरा, मेरो वृत्तान्त शृणु माने सुन्नुहोस्। अपि माने यद्यपि मे वार्ता विवृता अथवा वितता अस्ति, मे वार्ता वितता अस्ति, मेरो कुरा अत्यन्त लम्बा चौडा छ। अस्ति माने वितता माने फैलिएको, वार्ता भनेको कुराकानीहरू, यसलाई वार्ता नै भन्छन्। वार्ता माने मेरो कुरा, मेरो वार्ताहरू, मेरो कथाहरू। वितता माने लम्बा चौडा छ। ताम तै पनि ताम श्रुत्वा सुखमावह, त्यो सबै कुरा सुनेर सुखम माने मलाई सुख प्रदान गर्नुहोस् भनेर यो श्लोकले भन्न खोजेको हो। फेरि मैले भने, हे तपोधन, हे नारदजी, यो समयमा तपाईले, त्वम माने तपाईले, सचित्त माने सावधान भएर, चित्त लगाएर, मत वार्ता मेरो कुराहरूलाई, श्रृणु माने सुन्नुहोस्। अपि माने यद्यपि, अपि माने पनि हुन्छ, यहाँ अर्थ मिलाइएको मात्रै भनेर बुझौं। मे वार्ता वितता अस्ति, मेरो कुराहरू लम्बा चौडा छ, विस्तृत छ, त्यसलाई सुनेर ताम श्रुत्वा सुखम आवह, त्यसलाई सुनेर मलाई सुख दिनुहोस्। प्रसन्नता, आवह माने दिनुहोस् भन्दा हुन्छ। यो पनि अर्थ लाग्यो होला। अब अर्कोतिर गएँ। उत्पन्ना द्रविडेशाहम्,
वृद्धिं कर्णाटके गता वृद्धिं कर्णाटके कर्णाटके गता गता क्वचिन् महाराष्ट्रे क्वचित् क्वचिन् महाराष्ट्रे महाराष्ट्रे यहाँ मिस्टेक भएर छ महाराष्ट्रै भएर छ महाराष्ट्रै होइन क्वचिन् महाराष्ट्रे क्वचिन् महाराष्ट्रे महाराष्ट्रे गुर्जरे जीर्णतां गता गुर्जरे जीर्णतां गता सन्धि विच्छेदमा सिधा माथि लेखेको छँदैछ तल पनि क्वचिन् छ यो क्वचित भन्ने शब्द हो महाराष्ट्र गुर्जरे जीर्णतां गता अरु ठाउँमा त्यस्तो छैन अब हामी अनुवादतिर जाउँ अन्वयतिर अन्वयमा उल्लेख गरिएको छ सा अहम अब उनले आफ्नो परिचय दिँदाखेरि उभिएकी युवतीहरूको दिन आफ्नो दुईटा बच्चाहरूको दिन आफ्नो परिचय दिन तर जन्म चाहिँ कहाँ भएको थियो त जन्म कहाँ भएको त जन्म सहितै परिचय दिनु पर्यो त्यो हुनाले जन्म सहितै परिचय उनी दिँदैछिन् कि सा अहम यस्तै भक्ति म जसका यी दुईटा छोरा र युवतीहरू छन् यहाँ छेउछेउमा हो यस्तै म चाहिँ कहाँ उत्पन्न भए भन्दा सा अहम यस्तो म द्रविडे माने द्रविड देशमा मेरो जन्म भयो द्रविड देशमा द्रविड देश भनेको दक्षिण भारततिर पर्छ म दक्षिण भारत अथवा द्रविड देशमा मेरो जन्म भयो उत्पन्न माने म उत्पन्न भए कर्णाटके माने कर्णाटक नाम गरेको प्रान्तमा वृद्धिम गता म बढे म हुर्किए अथवा युवावस्था प्राप्त गरे अनि क्वचित महाराष्ट्रे कतै कतै काहीँ महाराष्ट्रमा महाराष्ट्र भारतमै पर्छ महाराष्ट्रमा र क्वचित महाराष्ट्रे गुर्जरे जीर्णतां गता कुनै महाराष्ट्रमा र गुजरातमा म चाहिँ अलिकति वृद्धतालाई प्राप्त गरे भनेर यहाँ उल्लेख गरिएको छ तर यस श्लोकको अर्थ अर्को पनि के भन्छन् भनेदेखि यो वृद्धिम कर्णाटके गता भने कर्णाटकमा म अलिकति हुर्किए र काहीँ महाराष्ट्रमा पनि मेरो उमेर चाहिँ केही बढेको हो तर गुर्जरे जीर्णतां गता गुजरातमा गएर चाहिँ म अत्यन्त जीर्ण शीर्ण वृद्धावस्थालाई प्राप्त भए भनेर यो अर्थ पनि यहाँबाट लाग्छ र अर्कोतिरबाट हेर्दाखेरि चाहिँ यहाँ दिएको अन्वय अनुसारले चाहिँ उहाँलाई वृद्धावस्थामा चाहिँ वृद्धावस्था माने शरीर एकदम जीर्ण शीर्ण थकित गलित भएको चाहिँ काहीँ महाराष्ट्रमा र गुर्जरे माने गुजरातमा म वृद्धतालाई प्राप्त गरे भन्ने यो श्लोकले अर्थ जनाउँदछ द्रविड देशमा सा अहम द्रविडे उत्पन्न म द्रविड देशमा उत्पन्न भए कर्णाटके वृद्धिम गता कर्णाटकमा वृद्धि भए क्वचित महाराष्ट्र माने काहीँ महाराष्ट्रमा पनि म बढे वा काहीँ महाराष्ट्र र गुजरातमा गएर जीर्णताम गता म वृद्धतालाई प्राप्त गरे अब अर्को श्लोकतिर जाउँ तत्र घोर कलेर्योगात् तत्र घोरकलेर्योगात् पाखण्डैः खण्डिताङ्गका दुर्बलाहं चिरं याता पुत्राभ्यां सह मन्दताम्
पुत्राभ्यासमङ्गताम् यसको सन्धि विच्छेदमा घोर कलेहे योगात खण्डित अङ्गका एउटा अनि दुर्बला अहम अर्को चिरम याता अलग अनि अरु चाहिँ उस्तै नै छ। यसको अन्वय के त भने अब भक्ति महारानीले चाहिँ म यसरी अलग अलग ठाउँमा जाँदा काहीँ हुर्किएँ बढेँ जवान भएँ हृष्टपुष्ट भएँ तर काहीँ काहीँ भनेदेखि चाहिँ मलाई चाहिँ साह्रै समस्या पर्यो। डिस्टर्ब आइरहेछ कति को बोल्नु भएको छ कि कति डिस्टर्ब म काहीँ काहीँ चाहिँ बडा दुःख पाएँ वृद्धतालाई प्राप्त गरेँ भनेर भन्नुभयो। अनि त्यहाँ वृद्धतालाई कुनै ठाउँमा चाहिँ जवान कुनै ठाउँमा चाहिँ वृद्धता किन त यो भन्दाखेरि यहाँ भन्दै हुनुहुन्छ उहाँले तत्र घोर कले योगात पाखण्डै खण्डिताङ्गका तत्र अहम तत्र माने ती ठाउँहरूमा अहम माने म घोर कले योगात घोर कलियुगको कारणले गर्दा पाखण्डैः खण्डिताङ्गका पाखण्डैः अङ्गकाः खण्डिता पाखण्डीहरूद्वारा मेरा अङ्ग अङ्गहरू खण्डिता माने खण्ड भङ्गहरू भए अङ्ग मेरो अङ्ग भङ्गहरू भए छिन्न भिन्न भए अनि पुत्राभ्याम सह चिरम दुर्बला मन्दताम याता म आफै पनि अङ्गभङ्ग भयो छिन्न भिन्न भए र पुत्राभ्याम सह छोराहरूको साथमा चिरम दुर्बला मन्दताम याता लामो समयसम्म दुर्बला माने अत्यन्त कमजोर मन्दता माने उदास याता माने म भएँ। उहाँले यो भक्ति महारानीले के भन्दै हुनुहुन्छ त भनेदेखि भयानक कलियुगको प्रभावले पाखण्डीहरूले मेरो अङ्गभङ्ग गरिदिए छिन्न भिन्न भए। तो अङ्गभङ्ग भएको व्यक्ति वृन्दावनमा आउँदा कसरी आइपुग्यो पहिला अनि कसरी चाहिँ अङ्ग जोडियो त हो यहाँ कुरो यही हो। अघि मैले भने जस्तै भक्ति भनेको भाव हो अव्यक्त तत्व हो। तर गुजरातमा महाराष्ट्रमा जब उनी पुगिन् अर्थात् भक्ति महारानीको त्यहाँ उपस्थिति हुँदाखेरि त्यहाँ कसैले पनि सम्मान गरेनन्। कसैको हृदयमा भावहरू श्रद्धाहरू केही पनि नदेखिएपछि त्यो अङ्गभङ्ग भए बराबर नै मानियो। अहिले हाम्रो पनि अब देशमा अहिले त विभिन्न ठाउँमा बाहिरबाट एकदम भक्ति गरेको जस्तो देखिन्छ तर भित्रबाट त्यो भाव नभएपछि त्यो भक्ति महारानीले आफूलाई खण्डित भएको ठान्नुहुन्छ। त्यो हुनाले उहाँ भन्दै हुनुहुन्छ। अनि उहाँ मात्रै होइन दुईटा छोराहरू ज्ञान र वैराग्यको साथमा नै म उदास भएँ म निस्तेज भएँ म कमजोर भएँ। के कारणले गर्दा घोर कलियुगात पाखण्डै घोर कलियुगको पाखण्डको प्रभावले गर्दा मेरा अङ्गभङ्ग भए भनेर यसरी बुझिन्छ। अनि अर्को श्लोकमा जाउँ। वृन्दावनं पुनः प्राप्य वृन्दावनं पुनः प्राप्य नवीनेव सुरूपिणी नवीनेव सुरूपिणी जाताहं युवती सम्यक् जाताहं युवती सम्यक् प्रेष्ठरूपा तु साम्प्रतम् श्रेष्ठरूपा तु साम्प्रतम्। यसको सन्धि विच्छेदमा वृन्दावनम पुनः प्राप्य नवीना इव सुरूपिणी जाता अहम युवती सम्यक
प्रेष्ठ रूपा तु साम्प्रतम। यसको उहाँले भन्न खोज्नु के भने म वृन्दावनमा जब आए, वृन्दावनमा आएपछि चाहिँ म नवीना इव सुरूपिणी माने भर्खर भर्खर नयाँ नयाँ दुलै जस्तै नयाँ जस्तै म सुन्दरी भएँ। अनि जाताहम युवती सम्यक पृष्ठ रूपा तु साम्प्रतम, अत्यन्त प्रिय पनि भए भनेर उनले भन्दै हुनुहुन्छ यस श्लोकमा। यसको अब यहाँ हामी अर्थ लाउँदछौँ। वृन्दावनम प्राप्य, तदनन्तरम वृन्दावनम प्राप्य। यस पछाडि म घुम्दै 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 जब वृन्दावनमा आए, तो वृन्दावनमा आएपछि प्राप्य माने प्राप्त गरिसकेपछि अहम पुनः सुरूपिणी नवीना इव युवती जाता, म फेरि सुरूपिणी माने सुन्दर रूप भएकी नयाँ जस्तै युवती जाता माने युवती भए। नवीनैव सुरूपिणी माने म नयाँ युवती जस्तै भए। अनि साम्प्रतम माने अहिले। साम्प्रतमको जहिले पनि अर्थ हुन्छ वर्तमानमा, अथवा यहाँ भनौँ अहिले। तु सम्यक पृष्ठ रूपा, अहिले त म सम्यक माने राम्रोसँग, प्रेष्ठ रूपा प्रिय र मनोहर। प्रेष्ठ माने अत्यन्त प्रियलाई प्रेष्ठ भनिन्छ, अत्यन्त प्रियलाई प्रेष्ठ भनिन्छ। त म अत्यन्त प्रिय र मनोहर रूप वाली भएकी छु। या वृन्दावनलाई मैले प्राप्त गरेर म नयाँ पुनः वृन्दावनम अहम प्राप्य, पुनः वृन्दावनलाई प्राप्त गरेर अहम माने म फेरि सुरूपिणी नवीना इव युवती जाता, सुन्दरी सुन्दर रूप भएकी, नवीना माने नयाँ जस्तै युवती भए। साम्प्रतम अहिले त, साम्प्रतम तु अहिले त, सम्यक प्रेष्ठ रूपमा अत्यन्त मनोहर भएकी छु। यसको अर्थ यही नै हो। अब हामी अर्को श्लोकमा जाउँ। इमौ तु शयितावत्र, इमौ तु इमौ शयितावत्र इमौ तु शयितावत्र, इमौ शयितावत्र सुतौ मे क्लिश्यतः श्रमात्, सुतौ मे क्लिश्यतः श्रमात् इदं स्थानं परित्यज्य, इदं स्थानं परित्यज्य विदेशं गम्यते मया। विदेशं गम्यते मया। ओम प्रकाश उपाध्यायजी, तपाईको बोली आइरहेको छैन त, के भयो? कता मोबाइल राखेर अन्तै हो कि? त्यसो नगरौँ है प्रभु, बोल्ने गरौँ। इमौ तु शयितौ अत्र सुतौ मे क्लिश्यतः श्रमात् इदं स्थानं परित्यज्य विदेशं गम्यते मया। तो यहाँ चाहिँ खासै सन्धि छैन। यो शयितावत्रमा शयितौ अत्र यति नै हो। अब हामी अन्वयतिर जान्छौँ। तु माने किन्तु, अत्र शयितौ मे इमौ सुतौ श्रमात् क्लिश्यतः। उनीले के भने म यहाँ वृन्दावनमा आएर त म जवान भएँ, म राम्री भएँ, सुन्दरी भएँ। किन्तु अत्र शयितौ मे इमौ सुतौ श्रमात् क्लिश्यतः। किन्तु अत्र माने यो वृन्दावनमा चाहिँ भयो के त भने शयितौ मे इमौ सुतौ, सुतिरहेका यी मेरा दुवै छोराहरू, इमौ सुतौ माने दुवै छोराहरू, श्रमात् माने थकाइको कारणले गर्दा, क्लिश्यत माने दुःख पाइरहेका छन्। म चाहिँ तरुणी भएँ, यी छोराहरू चाहिँ श्रमात् माने थकाइको कारणले गर्दा, क्लिश्यतः माने दुःख पाइरहेका छन्, कष्ट पाइरहेका छन्।
मया इदं स्थानं परित्यज्य विदेशम गम्यते। अब यत्रो ठाउँ घुम्दा घुम्दा यो ठाउँमा आए, यो ठाउँमा आउँदा म चाहिँ जवान भएँ, छोराहरू जस्ताको तस्तै उनीहरू साह्रै दुखी भए। त्यही हुनाले यहाँ बस्नुभन्दा मया इदम स्थानम परित्यज्य विदेशम गम्यते। मया माने मैले, मद्वारा यो स्थानलाई छोडेर, परित्यज्य माने छोडेर, विदेशम गम्यते विदेश मद्वारा गइँदैछ। मया गम्यते मद्वारा यो गइँदैछ अर्थात् मलाई जानुपर्छ कि जस्तो लागिरहेको छ भनेर। जसरी नेपालमा काम पाएन, नपाएपछि के गर्ने त भन्दा अब विदेशै लाग्नु पर्यो भने जस्तै भक्ति महारानीले पनि मेरा दुईटा छोराहरू जस्ता छन् त्यस्तै दुःख पाइरहेका छन्, म तरुणी भए तापनि अब म चाहिँ यहाँ बस्नुभन्दा विदेशै जानु राम्रो। इदम स्थानम परित्यज्य विदेशम गम्यते। मैले यो स्थानलाई छोडेर विदेश जानु नै उचित हुन्छ अथवा विदेश जाने इच्छा हुँदैछ। यसरी हामीले यसलाई बुझ्नुपर्छ है त। यहाँ जाँदैछु अथवा गइँदैछ भनेर भनिएको छ। अहम गच्छामि भन्नु र मया गम्यते भन्नु उस्तै उस्तै हो, म जान्छु भने जस्तै हो। ल अर्को श्लोकतिर जाउँ। नबुझिएको कुरा केही छ भने यसो नोट गरेर राख्नु होला, म फेरि सोधौँला अहिले अन्तिममा। अब हामी अर्को 52 श्लोकमा जाँदैछौँ। जरठत्वं समायातौ जरठत्वं समायातौ तेन दुःखेन दुःखिता तेन दुःखेन दुःखिता साहं तु तरुणी कस्मात् साहं तरुणी कस्मात् त्यहाँ त छ, त छुनुपर्छ। सुतौ वृद्धा विमौ कुत यसको सन्धि विच्छेदमा माथि त केही छैन, तल चाहिँ कस्मात् सुतौ एउटा, अर्को वृद्धौ इमौ दुईटा, यति मात्रै हो। अब यहाँ अन्वयमा चाहिँ इमौ र बिमौ भएको थियो किन बुझिन मैले। इमौ माथि वृद्धा बिमौ छ, तल वृद्धा इमौ भनेर भन्न खोजेको थियो, के हो? होइन, वृद्धौ इमौ नै हो। ओ उच्चारण भयो। वृद्धौमा त्यो औलाई चाहिँ आव आदेश भएर वृद्धा बिमौ भएको हो। यो सुतौ द्विवचन हो, वृद्धौ द्विवचन, इमौ द्विवचन। यो वृद्धा बिमौ चाहिँ त्यसरी भएको हो। अब यसमा चाहिँ विदेशमा जानु पर्ला भन्ने चाहिँ उनले कुरा गरिन्। अनि त्यस पछाडि यहाँ यो अनि विदेश जानुको कारण चाहिँ के त भने दुःखै त हो नि, उनले पनि त्यही दुःख पोख्दैछिन्। जरठत्वम समायातौ तेन दुःखेन दुःखिता, माथि सिधा अर्थ त्यही हो। यी दुईटा छोराहरूलाई वृद्धावस्था आइसकेको छ, वृद्धावस्था प्राप्त गरिसकेका छन्। त्यो तेन दुःखेन माने त्यो दुःखले गर्दा, दुःखिता माने दुःखी भएको छु, तु माने तर, सा अहम तरुणी कस्मात् दुईटा पुत्रहरू वृद्ध भएर दुःखी छु। दुईटा पुत्रहरू दुःखी भएर म दुःखी, वृद्ध भएर दुःखी छु। तर सा अहम माने म चाहिँ तरुणी, म चाहिँ तरुणी भएँ, युवती भएँ। कस्मात् किन छु? इमौ सुतौ वृद्धौ कुत, मेरा दुवै छोराहरू वृद्ध किन भएका हुन्?
यो कुरालाई सोचिकन चाहिँ मलाई अत्यन्त दुःख लागेको छ। जरठत्तम समायातौ तेन दुःखेन दुःखिता। दुईटै छोराहरू जरठत्तम माने जरठ भनेको वृद्ध हो। वृद्धको भावलाई वृद्धत्व हुन्छ, जरठको भावलाई जरठत्व हुन्छ। तो जरठत्तम समायातौ वृद्धतालाई यिनीहरूले प्राप्त गरे। त्यो दुःखको कारणले गर्दा म दुःखित छु। तर म चाहिँ तरुणी, सा अहम तु तरुणी, म चाहिँ तरुणीको युवतीको युवती नै रहे। कस्मात कसरी भए र सुतौ वृद्धौ इमौ उत मेरा दुईटा छोराहरू चाहिँ किन वृद्ध भए त भनेर यो उहाँले सोध्दै हुनुहुन्छ नारदजीलाई। अब हामीहरू अर्कोमा जाउँ। त्रयाणां सहचारित्वात् त्रयाणां सहचारित्वात् वैपरीत्यं कुतस्थितम्। यहाँ यसलाई यसरी उच्चारण गर्ने। यहाँ अब यो हामीले सर्र पढ्दाखेरि चाहिँ त्रयाणां सहचारित्वात् वैपरीत्यं कुतस्थितम् हुन्छ हैन। हामी अब बिस्तार पढिरहेका छौं। हामीले कि त रोक्नु पर्यो त्वामा, ल त्यही रोकेरै पढौँ न। त्रयाणां सहचारित्वात् त्रयाणां सहचारित्वात् द्वैपरीत्यं कुतस्थितम्। द्वैपरीत्यं कुतस्थितम्। घटते जरठा माता घटते जरठा माता तरुणौ तनयाविति। तरुणौ तनयाविति। यहाँ भनेको के त भने सन्धि विच्छेद हो। त्रयाणाम सहचारित्वात् वैपरीत्यम कुतस्थितम्। यो सहचारित्वात् यहाँ लेखा छँदैछ। वैपरीत्यम कुतस्थितम् घटते जरठा माता तरुणौ तनयौ इति। यो स्थिति हो यसको। अब यसको अन्वय के त भने त्रयाणाम सहचारित्वात् वैपरीत्यम कुतस्थितम्। तो त्रयाणाम सहचारित्वात् वैपरीत्यम कुतस्थितम्। तनयौ तरुणौ माता तनयौ तरुणौ माता जरठा इति घटते। वास्तवमा भन्नु भनेदेखि आमा चाहिँ वृद्ध, छोराहरू चाहिँ तरुण हुनुपर्ने। तर यहाँ त उल्टो भयो। त्रयाणाम सहचारित्वात् माने हामी तीनैजना सँगै बस्दा पनि वैपरीत्यम कुतस्थितम यो विपरीत भाव कसरी आयो, उल्टो अवस्था। वैपरीत्यम माने उल्टो अवस्था। कुतस्थितम कसरी आयो, कसरी स्थित भयो। तनयौ तरुणौ माता छोराहरूको, तनयौ माने छोराहरू, तरुणौ युवावस्था र माता जरठा माने आमा चाहिँ वृद्धा इति घटते यो चाहिँ उचित हुन्छ। तनयौ तरुणौ माता जरठा इति घटते। संसारमा के देखिन्छ भने तनयौ माने छोराहरू वृद्ध, के अरे छोराहरू जवान र आमा वृद्ध इति घटते भने यस्तो चाहिँ घटित भएको घटना छ। तर हामी तीनैजना सँगै हुँदाखेरि पनि यो अचम्मको घटना चाहिँ आमा चाहिँ जवान, छोराहरू चाहिँ वृद्ध, यो कसरी भयो यो समझमा आएन। यो कुरा चाहिँ उहाँले भक्ति महारानीले भन्दै हुनुहुन्छ। 10 मिनेट बाँकी रह्यो अब समय। 10 मिनट 5 मिनट ल ठिकै छ। सिद्धिन लगाएपछि संकेत गर्नु पर्ला। अनि अब अर्को श्लोकमा जाउँ।
अतः शोचामि चात्मानं अतः शोचामि चात्मानं विस्मयाविष्टमानसा विस्मयाविष्टमानसा वद योगनिधे धीमन् कारणं चात्र किं भवेत्। यहाँ सन्धि विच्छेदमा अरु त ठिकै छ। विस्मय आविष्ट मानसा, विस्मय आविष्ट मानसा वद योग निधे धीमन कारणम च अत्र किम भवेत्। यसको अर्थ के त भने अत माने त्यसैले विस्मय आविष्ट मानसा आत्मानम सोचामी। भक्ति भन्दैछन् त्यसै कारणले गर्दा म विस्मयले आविष्ट माने आश्चर्यचकित भएर, आविष्ट माने भरिएको हुन्छ, विस्मयाविष्ट माने म आश्चर्यचकित भएर, आश्चर्यचकित मानसा माने मनले आत्मानम सोचामी आफूलाई सोचिरहेको छु यस्तो चाहिँ कसरी भयो होला भनेर म सोचामी माने चिन्तन गरिरहेको छु। विस्मयले आविष्ट माने भरिएको चकित मनलाई लिएर आफ्नो विषयमा सोचिरहेकी छु र धीमन हे यो धीमन सम्बोधन हो। हे नारदजी, हे परम ज्ञानी, धीमन योग निधे दुईटै सम्बोधन हो। हे बुद्धिमान, हे यो परम ज्ञानी, वद किम अत्र च कारणम भवेत्। हजुरले भन्नुहोस् अत्र च कारणम किम भवेत्, यसो हुनुमा कारण के हो यो चाहिँ मलाई भनिदिनुहोस् भनेर उनले विस्मयदेखि आश्चर्यचकित मनले आफूलाई सोचिरहेकी छु। हे परम ज्ञानी नारद, हजुरले भन्नुहोस् किम अत्र च कारणम भवेत् तद्वद, यसमा कारण के हो त्यो हामीलाई भनिदिनुहोस् भनेर उहाँले अनुरोध गर्नुभयो। यो श्लोक भयो हैन। आज मैले आज अलिकति त्यस्तै काम छ। आज मैले योभन्दा अगाडि बढाइन। हजुरहरूलाई चाहिँ मेरो अनुरोध के छ भनेदेखि यो अलिकति राम्रोसँग भोलि हजुरहरूले अभ्यास गर्नुहोला। अनि 15-15 दिनमा चाहिँ यसो हजुरहरूसँग चाहिँ कति बुझ्नुभयो भनेर परीक्षा लिनुपर्ने पनि आवश्यकता मैले देखिरहेको छु। यसको पनि एउटा तयारी गरौँ। भोलि बेलुका क्लास हुँदैन, पर्सि चाहिँ हामी 7 बजेबाट सुरु गरौँला। अनि जो व्यक्तिहरू नियमित रूपमा हुनुहुन्छ शान्ताजीले त्यसलाई कन्फर्म गर्नुहोला भोलि जसरी भए पनि। अनि पर्सिबाट बरु आवश्यकता पर्यो भने व्हाट्सएपको छुट्टै ग्रुप बनाएर नियमितलाई त्यता राखौँ, अनियमित त यसमा चल्दै गर्दछ। अनियमितलाई जोइन गरिरहनु पर्छ जस्तो लाग्दैन, किनकि जानकारी दिनु पनि छैन। अनि फेरि मन लागे उपस्थित हुने, मन नलागे उपस्थिति नहुने, त्यस्तो भएर चाहिँ यो नियमित श्रोताको रूपमा, नियमित पाठकको रूपमा अलि मिल्दैन। त्यो कुराहरू चाहिँ यसो विचार गर्नुहोला। मैले यति नै निवेदन गरेँ। केही कुराहरू छ त छोटोमा भन्नुपर्ने भएदेखि टाइम सिद्धिन लाग्यो। यो स्थान र यो हजुरको चाहिँ यो थानम भन्ने छ नि गुरु, हजुर यसलाई अलिकति बुझाइदिनु पर्यो गुरु। यतिलाई कुन चाहिँ यो स्थानम? ट्युनिङमा के गुरु, थान र स्थान के? ए स्थान, अब त्यो बोल्ने आफूमा अभ्यास हो। स्थान र अस्थान भन्ने हुँदैन, स्थान भनिन्छ सिधै। हजुर त्यही नै हो। हजुर हजुर त्यो कहिलेकाहीँ बोल्ने अभ्यास नहुँदाखेरि अस्थान पनि भनेर निक्लिन्छ। स्पष्टीकरण भनेर भन्ने अगाडि ई भने जस्तो हुन्छ, वास्तवमा स्पष्टीकरण। अव्यक्त रूपमा ई जस्तो उच्चारण हुन्छ, स्पष्टीकरण। स्थान त्यही शब्द नै उच्चारण हुन्छ। ल आजलाई यही गरौँ है त। म प्रार्थना गरौँ ल। हजुर यदक्षर पदभ्रष्टं मात्राहीनं च यद्भवेत्
मात्राहीनं च यद् भवेत् तत्सर्वं क्षम्यतां देव क्षम्यतां देव प्रसीद परमेश्वर प्रसीद परमेश्वर हरे राम 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 कृष्ण 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 हरे हरे सबैलाई नमस्कार, नारायण, शुभरात्रि, नारायण समय नारायण